यो नेपालका 7 धाम मध्येको एक धाम मल्लिकार्जुन धामको खासियत भनेको के भन्दाखेरि यहाँ चाहिँ शिवरात्रि लाग्छ। अब महादेवको मन्दिर भएपछि शिवरात्रि नहुने कुरै भएन हैन। अर्को कुरा के छ भने हाम्रो यहाँतिर के हुन्छ भने एउटा पर्व दिनमा मनाइन्छ, एउटा पर्व रातमा। दिनमा चाहिँ यो मन्दिरमा हाम्रो ठ्याक्क चाहिँ गौरा पर्व भनेर मनाइन्छ हैन। सुदूरपश्चिमतिर सबै ठाउँमा मनाइन्छ, यो मन्दिरमा नि गौरा पर्व भनेर मनाइन्छ। अर्को एउटा पर्व रातमा मनाइन्छ क्या, हामी रात्रिकालीन जात्रा भन्छ, हाम्रो यहाँतिर ठुली जात भन्छौँ क्या। ठुली जात लगभग मनाइने जात्रा रात्रिकालीन जात्रा मध्येको सबभन्दा लास्टको जात्रा नि यहीँको हो क्या। ठुली जात भनेको सबभन्दा बढी मान्छे आउने, सबभन्दा बढी भिड हुने भनेको ठाउँ यही हो क्या। यता तलदेखिको मैदान, ठ्याक्क मन्दिरको यतापट्टि नि मैदान छ, पुरै भिड हुन्छ क्या। मान्छेलाई कसम हिँड्ने ठाउँ होइन, यसरी खुट्टो हाल्नलाई नि ठाउँ मिल्दैन क्या, त्यति भिड हुन्छ यो ठाउँमा होइन। अरू दिन चाहिँ नर्मली यस्तै हुन्छ, एकदम शान्त हुन्छ। अब यो मन्दिरको मेन विशेषता भनेको के हो भन्दाखेरि ठ्याक्क माथि देखिएको पहाड छ नि, म देखाउँछु है। ठ्याक्क माथि देखिएको पहाड, हामी त्यसलाई चाहिँ शिखरधुरा भन्छौँ होइन। त्यो हाम्रो लागि चाहिँ धेरै पवित्र ठाउँ हो क्या। हाम्रो लागि अब के भन्ने, अब मैले मुखबाट तारिफ गर्ने शब्द निक्लिरहेको छैन क्या, त्यति राम्रो ठाउँ छ। अब मलाई ठ्याक्क चाहिँ थाहा छैन होइन, भन्नेले मैले सुनेको मात्र हो कि होइन थाहा छैन। त्यहाँबाट हेर्दाखेरि चाहिँ कैलाश पर्वत देखिन्छ अरे, बुझ्नुभयो नि। त्यहाँ माथिको हाम्रो शिखरधुरा भन्छौँ, त्यहाँबाट हेर्दाखेरि कैलाश पर्वत देखिन्छ अरे। त्यो देखिन्छ देखिन्न त्यति मलाई पनि थाहा छैन होइन, मैले नि सुनेको होइन। कैलाश पर्वत देखिन्छ अरे, बुझ्नुभयो नि। त्यति राम्रो ठाउँ छ क्या। अब यसलाई चाहिँ गेट अफ, यो मल्लिकार्जुन मन्दिरलाई होइन गेट अफ कैलाश मानसरोवर भन्दा नि फरक पर्दैन क्या। अब कैलाश मानसरोवर यताबाट जाने मान्छेहरूको लागि यो गेट नै हो क्या, बुझ्नुभयो नि। यहीँ बाटो हुँदै यहीँ दर्शन गर्दै जाँदा हुन्छ। अब नेपालबाट नि हुन्छ, अब भारतबाट नि बाटो त बनिसक्यो होइन कैलाश मानसरोवर जानलाई। गेट अफ कैलाश मानसरोवर भन्ने हो क्या यो मन्दिरलाई, बुझ्नु।